फेरि पनि सबैजनालाई नमस्ते एन्ड जय मसी मस्तरको तर्फबाट फेरि पनि तपाईँहरूको माझमा नयाँ कुरा ल्याएर आइसकेको छु। नयाँ कुरा भन्दा पनि अस्ति चाहिँ मैले एरोगेन्सको बारेमा हल्का बताएको थिएँ। त्यसको डिफिनेसन र त्यसको फिचर्सहरू बताएको थिएँ भने आज चाहिँ त्यसले हाम्रो जीवनमा कस्तो प्रकारको विनाश ल्याउने रहेछ, हाम्रो जीवनमा चाहिँ कस्तो प्रकारको चाहिँ असर चाहिँ एरोगेन्सले घमण्ड अहङ्कारले गर्ने रहेछ भन्ने बारे र त्यसबाट चाहिँ हामी कसरी उम्कन सक्छौँ त भन्ने बारे चाहिँ आज हामी सिक्नेछौँ, जान्नेछौँ। एरोगेन्स भनेको के हो तपाईँहरूलाई अस्ति थाहा पाइसक्नुभयो होला, कतिजनाले हेर्नुभयो होइन, अनि हेर्नु भएको छैन भने पनि तपाईँहरूले गएर हेर्न सक्नुहुन्छ एरोगेन्स भनेको के हो भनेर है। एरोगेन्स भनेको चाहिँ सिम्पलीमा भन्नुपर्दाखेरि चाहिँ सिम्पलीमा बुझ्दाखेरि चाहिँ एरोगेन्स भनेको अरूभन्दा आफूलाई चाहिँ भिन्न ठान्दा भने अरूभन्दा म ट्यालेन्ट छु, म नै जान्ने छु भन्ने हो होइन। अनि एरोगेन्स भनेको चाहिँ यो पनि हो, लाइक एरोगेन्स भनेको चाहिँ नेगेटिभ पर्सनालिटी हो। अनि त्यो सिम्पलीमा चाहिँ अनि अरूभन्दा श्रेष्ठ आफूलाई ठान्नु नै एरोगेन्सलाई मानिन्छ, त्यसरी मानिन्छ एरोगेन्सलाई चाहिँ। अब हामी चाहिँ एरोगेन्सले चाहिँ हाम्रो जीवनमा कस्तो प्रकारको असर चाहिँ पार्दछ त भन्ने बारे तपाईँहरूलाई म आज भन्न चाहन्छु। विशेष गरी एरोगेन्सले हामीलाई चाहिँ हामीमा आइराखेको अवसरहरूलाई पनि टाढा पुर्याउँछ क्या। आइराखेको जति पनि, अब सपोजको लागि मलाई एउटा अवसर आएको छ, त्यो एउटा अपर्च्युनिटी छ मेरो लागि, तर यदि ममा एरोगेन्स घमण्ड अहङ्कार मैले बोकेको छु भने त्यो अवसर चाहिँ सम्म चाहिँ म पुग्न पाउँदिनँ कि त्यो अवसर म कहाँ आउन पाउँदिनँ। बिकज मैले उसलाई टाइम दिएको हुँदिनँ, मैले उसलाई सुनिरहेको हुँदिनँ र मैले सोध्छु म नै जान्ने हो, म नै बुझ्ने हो, मलाई थाहा छ, मलाई अवसरको खाँचो पर्दैन। त्यस कारणले गर्दाखेरि चाहिँ आउने अवसरहरू टाढा जान्छ अनि सिक्ने कुराहरू पनि देखि पनि टाढा हुन्छ। अनि यदि हामीले एक्टिभ लाइक हुन्छ नि, सिक्ने कुराहरू हामीले ठुलो मान्छेहरूबाट पनि सिक्न सक्छौँ, सानो मान्छेहरूबाट पनि सिक्न सक्छौँ होइन। तर आफूभित्र यदि हामीले एरोगेन्सले लुकाएका छौँ भने, आफ्नो हृदयमा रोपेका छौँ भने हामीले चाहिँ एक्टिभली सुन्न सक्दैन कसैको कुरा पनि। त्यस कारणले गर्दाखेरि हामीले कुनै पनि कुरा असल तरिकाले सिक्न सक्दैनौँ, हाम्रो एक्टिभ लिसनिङ भएन भने है। अनि त्यसपछि हामीले चाहिँ असल कुराहरू प्राप्त गर्न सक्दैनौँ। लाइक अपर्च्युनिटी पनि जाने जस्तै हो। अनि ज्ञान गुणका कुराहरू सिक्नको लागि हामी धेरै चुकिरहेका हुन्छौँ, धेरै जान्नुपर्ने कुराहरूमा। अनि अर्को कुरा चाहिँ के हो भने हामीलाई चाहिँ मान इज्जत मिल्दैन क्या। अब यदि म घमण्डी छु भने मलाई मन पराउने थोरै हुन्छन्, मन पराउने धेरै हुँदैनन्, किनभने म भित्र एरोगेन्स छ नि त। त्यस कारणले गर्दाखेरि हामीमा यो हुनुहुन्न। यसले पनि रेस्पेक्ट पनि आउँदैन हो। अनि अर्को चाहिँ होइन, अब जुन ठाउँमा हामी पुग्नुपर्ने त्यो ठाउँमा पुग्नको लागि धेरै बाधा अवरोधहरू त्यसले ल्याउँदछ घमण्डले। अब यो सबै सिम्पलीमा यता बेसिक कुरा हामीले जान्यौँ होइन। अब हामी चाहिँ कसरी हामी एरोगेन्स अहङ्कार घमण्डबाट चाहिँ ओभरकम हुन सक्छौँ, कसरी अगाडि बढ्न सक्छौँ, कसरी हामीले चाहिँ अहङ्कारबाट हामी विजय प्राप्त गर्न सक्छौँ भन्दाखेरि हामीमा चाहिँ हामीले चाहिँ अरूको कुराहरू एक्टिभली सुनिदिनु पर्ने हुन्छ, विनम्र भएर सुनिदिने अनि विनम्र भएर हुन्छ भन्ने हो। अरूको कुराहरू मान्ने, अरूलाई रेस्पेक्ट दिने चाहिँ हुनुपर्छ भन्न चाहन्छु। र आफूले चाहे सानो होस् चाहे ठुलो होस् उसलाई रेस्पेक्ट गर्ने बानी बसाल्यौँ भने
उम्, म यो च्यालेन्ज दिन्छु कि यदि हामीमा त्यो एरोगेन्स त्यो अहङ्कार लुकेको छ भने त्यो चाहिँ अवश्य नै जानेछ। यदि हामी नम्र भएर कसैको कुरा सुन्छौँ भने नम्र भएर कुनै पनि कुराहरू सिक्न कोसिस गर्छौँ भने चाहिँ एरोगेन्स हामीभित्र लुकेको एरोगेन्स चाहिँ बाहिर जानेछ। अनि अर्को कुरा चाहिँ हो धेरै अवसरहरू को लागि हामीले खोज तलास गर्नुपर्ने हुन्छ। सिकर हामी चाहिँ सिकर हुनुपर्छ। सिकर हुन आवश्यक छ क्या हाम्रो ओभरकम गर्नको लागि। अनि अनि हामीले यो पनि सोच्नुपर्छ कि म मात्रै जान्ने छुइनँ यो संसारमा, मभन्दा पनि धेरै श्रेष्ठ व्यक्तिहरू जान्ने व्यक्तिहरू हुनुहुन्छ भनेर त्यो माइन्ड त्यो कन्सेप्ट चाहिँ हामीमा हुनुपर्छ। अनि अनि भनेर वाइट माइन्डसेट चाहिँ भयो भनेदेखि हाम्रो जीवनमा चाहिँ अहङ्कारले राज गर्न पाउँदैन। हामी त्यसरी चाहिँ हामीले त्यो एरोगेन्सबाट चाहिँ अहङ्कार घमण्डबाट चाहिँ हामीले विजय प्राप्त गर्न सक्छौँ भन्न चाहन्छु। थ्याङ्क यू एभ्री वान फर वाचिङ दिस भिडियो। बाई बाई, टेक केयर।